विद्यार्थी भाइ बहिनीहरूलाई म आज सिम्पल प्रेजेन्ट टेन्सको बारेमा बताउन गइरहेको छु। सिम्पल प्रेजेन्ट टेन्स इक्जाम्पलहरू हेर्नुहोस्। आई प्ले फुटबल, वी लाइक गेम्स, यु डु होमवर्क, दे स्पिक इङ्ग्लिस, स्टुडेन्ट्स राइट होमवर्क, he plays football, she likes an apple, it barks at night, Ram writes poem। यहाँ हाइलाइट गरिएका भर्बहरू छन्। यो माथि प्ले, लाइक, डु, स्पिक र राइट यिनीहरू V1 हुन्, बेस भर्ब भने प्लेज, लाइक, बार्क्स, राइट V5 हुन् है त। अब रुल यस्तो छ, सब्जेक्टमा जस्तै आई, वी, यु, दे एन्ड प्लुरल। नाउन छ भने हामीले V1 अथवा बेस भर्ब लिने र त्यसपछि अब्जेक्ट आउँछ है त। त्यसपछि रुल नम्बर 2, ही, सी, इट एन्ड सिङ्गुलर नाउन प्लस V5 प्लस अब्जेक्ट, अथवा ही, सी, इट र सिङ्गुलर नाउन छ भने तिनीहरूले V5 यस अथवा यस लिन्छन् है त। नोट, पोजिटिभ वा अफर्मेटिभ सेन्टेन्समा मात्रै एक्जिलरी भर्ब डु र डजको प्रयोग हुँदैन है त। पोजिटिभ सेन्टेन्स र अफर्मेटिभ सेन्टेन्समा एक्जिलरी भर्ब डु र डजको प्रयोग हुँदैन। नेगेटिभ सेन्टेन्स र एस नो क्वेसनमा डु र डजको प्रयोग गरिन्छ। नेगेटिभ सेन्टेन्स र एस नो क्वेसनमा मात्रै एक्जिलरी भर्ब डु र डजको प्रयोग गरिन्छ। थ्याङ्क यू फर वाचिङ।